अचार बनाउँदै हुनुहुन्छ हेर्नु है तपाईहरुलाई मुलाको अचार गुन्द्रुक चाहियो भने जस्ट ड्रप योर नम्बर अन कमेन्ट्स ओके अन द कमेन्ट बक्स अन्त कति रहेछ अचारहरु अनि यहाँ चाहिँ मेरो काम चाहिँ उखु खादै छु आज मेरो फेरि केही पनि काम छैन तपाईहरुलाई उखु खान मन छ भने प्लिज तर दिन्न उखु चाहिँ भरे मात्र हो है कसैलाई पनि दिन्न उखु चाहिँ दिन्न म खासमा भन्ने हो भने चाहिँ जस्ट भने मात्र हो तपाईहरुलाई हेर्नु होला यो चाहिँ मेरो घरको छतको एरिया हो है ओ माय गॉड भ्यू हेर्नु कति राम्रो देखियो आज घाम लागेर मजन कति टल्क्या होला हाय गाइस हेर्नु न आज फेरि कस्तो झ्याउ भयो क्या अब अहिले त झ्याउ भएन कि अहिले मेरो मम्मीले चाहिँ अचार बनाउँदै हुनुहुन्छ हो साना चाहिँ कोक बाड्नको लागि रेडी भइरहा हेर्नु है त्यहाँ तेल हेर्नु कस्तो हाम्रो घरमा हेर्नु त तेल यत्तिकै तात्छ के घाममा राख्दाखेरि पनि देख्नुभयो नि त्यो मम्मी चाहिँ पुरै अचार बनाउनलाई रेडी हुनुहुन्छ हो लाउनु भयो ग्लोभ्स लाउनु भयो हाम्रो फेरि यो भनेको छ नि दिस ग्लोभ्स मेड बाई सीमा है यो इन्भेस्टिगेसन चाहिँ सीमाले गरेको हो यो ग्लोभ्सको चाहिँ अनि त्यसपछि चाहिँ हेर्नु है मम्मी यो सबै प्रिपरेसन गर्दै हुनुहुन्छ मसला हाल्नुभयो अनि त्यसपछि मसला खोल्नुभयो साना चाहिँ मम्मी कोक खानु न भन्दैछ बिचबिचमा रमाइलो छ म चाहिँ भिडियो बनाउने हो भिडियो पनि खासै गतिलो त बनाइन तर विशेष हुन्छ नि के त भोलिपछि राम्रो भइहाल्छ कि होइन बनाउँदैछु हेर्नु हाम्रोतिर अचार यसरी बनाउँछु यस्तो मिठो हुन्छ नि गाइस यदि कसैलाई अचार चाहियो भने चाहिँ मलाई फलो गर्नु होला ल नट फ्री ओके इट विल टेक अ कस्ट सो हेर्दै जानु होला उतै छ त्यही म बेसार हाल्नुभयो रेसिपी म भन्दिनँ है किनभने तपाईँहरूले क्लियर भिडियोमा देख्न सक्नुहुन्छ मैले म्यानेज गरेँ मैले भिडियोग्राफर राखेको छु कि मैले फेरि बजेलाई हेल्प गर्न गएको बजेलाई तर बजे डराउनु भयो बजे जस्ट त्यहाँ मात्र आउनु भयो है फेरि माथि आउन सक्नुहुन्न अरे बस्न सक्नुहुन्न अरे कुर्सी चाहिन्छ सो तलै जानुभयो एकछिनमा त हेरिरहनु भएको छ ऊ सानाको बाट्दैछ फेरि मम्मीले खै के हाल्नुभयो तोरी हो कि ए बेसारै रहेछ मैले तोरी भनिहालेँ अन्त हाम्रो मम्मी यति धेरै दुःख गर्नुहुन्छ छोराछोरी जम्मै घरमै छन् एउटा दिदी जानुभयो भर्खरै कमाउनलाई खै सक्सेस भयो नि हुन्थ्यो भनेको हेर्नु हाम्रो कान्छो म फेरि हातमा कम्मा राखेर बजेलाई तल जानु कि माथि जानु है भनिदिइरहेको छु फेरि बजेलाई बजे फेरि लड्नुहुन्छ हेर्नु त पर्यो नि त मेरो बजेलाई मम्मी चाहिँ फेरि के लसुनको पेस्ट हो कि के हो हाल्दै हुनुहुन्छ सरी खोकी पनि लागिरहेको कि हरियो धनियाँ होइन हरियो खुर्सानी हाल्नुभयो ग्रिन चिल्ली है टकटकाउनु भयो अरे सबै हाल्नु पऱ्यो अरे क्या मम्मी किन त्यस्तो साउनाउनु टकटकेको भनेको सबै हाल्नु परेन अरे त्यो चाहिँ बजेलाई है पिरो खानुहुन्न नि त हाम्रो बजेले तेरो बजेलाई चाहिँ खुर्सानी नहालेको चटपटे यसरी चटपटे खालि मनमा चटपटे भएर चटपटे मात्रै याद आउँछ क्या मलाई त्यो हुन्छ नि मलाउनु हुँदैछ त्यसपछि अब आमाले फेरि मम्मी पनि गफ हान्दै हुन्छ है फेरि मम्मी त्यस्तो गफ त हान्नुहुन्न तर हुन्छ नि मलाउँदै हुनुहुन्छ बिचारा मम्मी अब फेरि यस्तै छ रमाइलो छ जिन्दगी चलिरह आज मेरो कस्तो भोइस बिग्रियो के साउन्ड भोइस बिग्रियो भन्दा पनि मलाई चिसो लाग्यो त्यस्तो हुन्छ नि त्यही भएर अलिकति गाह्रो भइरह मलाई त्यस्तो गाह्रो त भन्न मिल्दैन घाँटी दुख्या कि ज्वरो पनि आएन त्यस्तो ज्वरो नै आउनु त आएन गाइज प्लिज तपाईँहरूले मेरो के अरे भिडियोलाई धेरै लाइक गरिदिनु होला सानाले साना यस्तरी हाल है भनेर साना हाल्दैछु सानाले हाल्यो सानाले हाल्यो म उता मम्मीले त्यस्तो गर्नुहुन्छ उता बजेको कुरो पनि राख भनेर फेरि सानाले त्यहाँ पनि हाल्यो अब यता हाल्छ है सानाले फेरि कालो मेथी हाल्नुभयो मम्मीले हाम्रोतिर कालो मेथी हुन्छ है तपाईँतिर हुन्छ कि हुँदैन कालो मेथी देख्नुभयो नि हाम्रो घरमा सबै हुन्छ क्या हाम्रो मम्मीले सबै बनाउनुहुन्छ हेर्नु मजाले मनाउनु बाच्चामा चङ लाएर मजाइ टिकटक बनाउँदैछु यहाँ एक साइडमा बसेर गफ हान्दैछु मम्मीलाई भाइलाई यसरी भिडियो बनाऊ है भनेर मेरो कामै त्यही हो है गफ हान्ने बस्ने नै हो
लाइफमा सिरियस त छु तर त्यस्तो साह्रो सिरियस पनि छैन यस्तै छ चलिरहेको छ हेर्नु मम्मीलाई के भन्दैछु मैले के भने थिएँ मैले बिर्स्यो यो बिचमा चाहिँ यसरी नै भिडियो बनाएँ गाइस सबैले मेरो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला एकअर्कालाई मलाई यो कन्टेन्ट क्रिएसन जर्नी चाहिँ पहिला नै स्टार्ट गर्नु मन थियो तर हुन्छ नि केमा स्टार्ट गर्ने भने केही आइडिया नै भएको थिएन कि सो हेल्प गरिदिनु होला हेरिदिनु होला हुन्छ नि सपोर्ट गरिदिनु होला मलाई त्यस्तो हुन्छ नि जे छ त्यही भन्छु र पोस्ट ट्राई गर्छु यस्तै छ आजको दिनहरू चाहिँ यसरी नै बित्यो हेर्नु होला राम्रोसँग तपाईहरू प्लिज इफ यु वान्ट एनी अचार प्लिज जस्ट ड्रप द कमेन्ट्स ओके आई विल ब्याक टु यु बट इट्स नट अ फ्री ओके थ्याङ्क यू गाइस सबैले हेरिदिनु होला मेरो मम्मी चाहिँ डक्टरको अचार उसानाले फेरि अचार चाखेको अरे मिठो छ कि छैन भनेर नुन चाखेको अरे बबाल छ मैले खाएको पछि मैले 1 प्लेट खाएको छु लास्टमा थ्याङ्क यू